हेलो गाइस आज हामी कहाँ हिँडेको नि त हामी हिँड्दैछ आज मामा चाहिँ लाउरबाट आएको है कोरियन मामा हो कोरियन मामा हो हैन रम खाने हिँडेको गाइस हामी चाहिँ आज आज के गरेर मामा आज मस्त नाचगान हुन्छ भोजन हुन्छ सेलरोटी के बनाखान अब खानाको प्रकारहरू हो बिरिम्ला सिरिम्ला बनाखान सबै मामाको आज चक्लेट र रम खान जाने हो लोकल भालेसँग सबै गइसक्यो नि हामी मात्र छोडेको न हामी त तीनजना तर हामी पनि बाइक मार्ने प्लान थियो तर धेरै दिन बाटो यस्तो हुँदाखेरि हैन यो उकालो नसक्दा अब फेरि यो बाटो अब हामीले केही दिनमा फेरि यो बाटो स्टेज भएको देखाइन्छ है नयाँ ट्र्याक बन्दैछ गाइस अब एकैछिनमा आन मामा मस्त मिसिन आइसकेछ नि रे अनि आज के खाने अरे आज चाहिँ भाइ हेर ढुङ्ग्री पनि पापड अर्गानिक त्यहाँ पकन होला पापड होला पापड अब विदेशी चक्लेट होला लाउरे अब साइलो बाबु त्यहाँ नाचेपछि कोरियन पैसा टक्क लगाइदिन्छन् अनि है गएपछि मगरले दिएको हल्का पिक्चर लाउने पऱ्यो यस साइलो खाने पर्यो होइन साइलो लाउने हेर पऱ्यो ब्रो हाम्रो गाउँबाट एकदम काइदिएको पाइन्छ के जम्मा बुढा आमासित रमाइलो गरेर हामी साँझ झर्ने बेलामा च्याम्म भेटुने छौँ होइन अहिले चाहिँ हामी सिक्सै भ्याएर भलिबल खेल्न आउनु भनेको छौँ गाइस अहिले लाइभ हेर्ने होला अहिले लाइभ आउँछ म चाहिँ हिँडिसकेको छु बाटो त यस्तो छ है यही बाटोमा मेसिनहरू खन्छ हामी चाहिँ अब माथि जान लागेको माथि गासी कटिको है गर्मी छ मामा र दाइ चाहिँ अगाडि पसिना झोला भित्र है दुईजना मामा भान्जाको घोडा है के गिजा मामा मोबाइल बिग्रिन्छ नि बिग्रिएपछि डाइरेक्ट अनमा आएर हेर्दा के बल खानेको देखिन्छ कि नम्बर सबैमा होइन त्यस्तै होइन लास्ट नभदा हुँदैन होइन 2 वर्ष अच्छा अब के होइन भन्छ बाबु हेर ब्रु बोक्री जाने हाम्रो भान्जा चाहिँ काजी गण्डकीको ब्याग छ तर म सिपासवाला छन् अब हाम्रा भलक बनाउने भान्जा अब भनौँ ब्याग छ तर सेकेन्ड लेफ्टी उहाँ चाहिँ एकदम झललको मेटाउने खेलाडी हुनुहुन्छ बिमल परियारकै अहिले हेरी मस्त बल खेल्न आइदिने होइन मामा मस्त खेलिदिने हिजोको फर्ममा आइयो भने आज हिजोको फर्ममा आइयो भने त आज त हट बाजेलाई चाहिँ यस्तो मजाक गरिदिएको है हामी चाहिँ लेख्न सक्छ है होइन यो टोलाकोटहरू सिर्नी बल्ली डमार पहाडीको डाँडा कस्तो छ आउनुपर्छ पाइप चेन्ज गरेको होइन पाइप चेन्ज गरेको होइन अच्छा हामी यस्तो गाउँघरे मान्छे चाहिँ गिजा मामा यहाँ छिमदेखि होइन मस्त क्या अब यो कुन ठाउँ हजुरले हातले देखाउनु म उस गरिदिन्छु ल यहाँ छिम त चिने छैन ल देखाउनु त पर्वतिर एउटा खेत के भयो ल ऊ त पारीको लामो फुलको त साइडको खेत चाहिँ कति लगभग 200 रुपियाँ चाहिँ त्यो मेरो भान्जाको नाममा गरिदिएको यही हो भान्जा गाउँ यो मेरो बस्ती हो यो
स्कुल हो चाहिँ होम ग्राउन्ड हाम्रो त्यही हो हाम्रो ग्राउन्ड चाहिँ यहाँ छ है 200 रुपियाँ चाहिँ छ होला यो भान्जाङ नाममा भोलि कागज सार्न जानेछु ट्याक्क लाएर न कति रोपनि छ अरे मामा 200 रुपियाँ जति होला त्यहाँ सब म चाहिँ मेरो बाइक बन्यो भने चाहिँ म चाहिँ यो ठाउँमा पल्लो बल्ली म चाहिँ राइड हान्न जाँदैछु यसो हेरेर साथ दिनु होला हाम्रो चाहिँ यहाँ मकै एरी देख्न सक्छ है मस्त हरियाली भइसकेको छ मकैले गर्दा मस्त भ्यू देखेको छ है अब चाहिँ हामीले माथि नै गएर भेट्ने है त बाजेसँग पनि भेट भयो है ल है घरि घुम्दैछ के हो घरिको सुई रोकिने घुमेको अवस्था बाजे जाने होइन काम पनि कति गर्ने रहेछ काम पनि कति गर्ने र ल बाजेहरूले गरिदिनु हेलो यहाँ चाहिँ मस्तो देखिन्छ बाटो चाहिँ यही हो मेरो चाहिँ अब बाइक बन्यो भने बिस्तारै भ्लग आउँछ सो निम्दाइ र कुवाहरूको निम्दाइ अनि निम्दाइ लु सुवास दाइ हेलो उता खान जान्छु भनेको त ए बुढे मामा नजान्छु कसको खुनौली चोरिदिएको मामा जुङ्गे बाँधेको सरी हाम्रो चाहिँ खुनौली एक बोरा नर्सिङ नर्सिङले कतिवटा नि आफ्नो माछा खान नपाएपछि त्यो रिसै उठ्यो लाग्यो रे मन्चरोले हान्दिछन् र बोरै बोकेर खान्छ नाइस ठिक गरिसक्यो त्यसले यो मान्छेले देशी चप्पल लानु अहिले जाने होइन चप्पल कहाँ बाँको सोच्नु के थाके अहिले त बाँको चिमु सब जम्मा गर्ने गुन्द्रुक मामा छिस्याएकै छैन के भइसक्यो यही कुरा के तर के अरे मामा बाँको खण्ड जानुपर्छ न कम म जान्छु मस्त दुःख गरेर खोज्यो नि अरू भन्दा नि त्यो सप्लाई गर्न के अरू के बेच्यो भने त झन् खतरा पैसा कमाइन्छ न त्यही जुकाले चाहिँ लास्टै खुन खाइदिन्छ त्यतिमा चाहिँ दिनकै एउटा चोखबनको डिब्बा ल्याए पनि रातै पाटेन्दा सुरु भिडियो गरेको हामी चाहिँ आइयो लगभग आइयो अब उठ्यो अगाडि यहाँबाट चाहिँ होइन यो चाहिँ मेरो गाउँ है पारीको पर्वत यो पारी पर्वतहरू गुल्मे गिजा मामा के गरे के रमाइलो नै गरेन नि हामी कसरी रमाइलो मामा साइडमा गएर बस्ने नाच्नु सास्ने होइन के नाच्नु मान्छे नाच्नु म त साइडमा गयो छिटो नाच्छ अहिले पहिला नाच्नु हुन्छ कि पहिला नाच्ने त के जा मामा हजुर त अनि हामीलाई थाहा छ नि अनि के कुरा गरे हो बुढुङ कसलाई थाहा अरे सस्ती छिटो मान्छे नाच्छ हामी त आइए फाइनली यही घरमा सुरु भइसक्यो है बस है बस
गिर्छ